प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञानेन्द्र शाहीको यस्तो माग राष्ट्रपति रामचन्द्र पौडेललाई पक्राउ गरी दरबार हत्याकाण्डको अनुसन्धान गरियोस्। दर्शकबिन बहुचर्चित दरबार हत्याकाण्ड फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा आएको छ। सांसद ज्ञानेन्द्र शाहीले बालेन शाह नेतृत्वको वर्तमान सरकारले उक्त घटनाको पुनः गहिरो अनुसन्धान सुरु गर्नुपर्ने माग गरेका छन्। उनले विशेष रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने अभिव्यक्ति दिएका छन्, जसले राजनीतिक वृत्तमा तीव्र चर्चा र विवाद सिर्जना गरेको छ। शाहीका अनुसार 2058 सालमा भएको दरबार हत्याकाण्डको वास्तविक रहस्य आजसम्म पनि पूर्ण रूपमा बाहिर आएको छैन। उनले यो घटना केवल एक पारिवारिक दुर्घटना नभई गहिरो षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गर्दै अब आधुनिक प्रविधि र स्वतन्त्र छानबिन समिति मार्फत पुनः अनुसन्धान गर्नुपर्ने बताएका छन्। जनताले अझैसम्म वास्तविक सत्य जान्न पाएका छैनन् भन्दै उनले सरकारलाई निर्णायक कदम चाल्न दबाब दिएका छन्। दरबार हत्याकाण्ड नेपालकै सबैभन्दा संवेदनशील र रहस्यमय घटनामध्ये एक मानिन्छ, जहाँ तत्कालीन राजा वीरेन्द्र सहित राज परिवारका धेरै सदस्यको ज्यान गएको थियो। यद्यपि तत्कालीन समयमा छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरे पनि त्यसप्रति जनस्तरमा पूर्ण विश्वास स्थापित हुन सकेको थिएन। त्यसपछि पनि विभिन्न कोणबाट अनेक अनुमान, विश्लेषण र षड्यन्त्रका कथनहरू सार्वजनिक हुँदै आएका छन्, जसले विषयलाई समय समयमा पुनः चर्चामा ल्याउने गरेको छ। हालसम्म बालेन नेतृत्वको सरकार वा सम्बन्धित निकायबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन। तर यस्तो संवेदनशील विषयमा राष्ट्रपति जस्तो संवैधानिक पदमा रहेका व्यक्तिलाई समेत अनुसन्धानमा ल्याउनु पर्ने मागले सरकारमाथि थप दबाव सिर्जना गर्ने देखिएको छ। यसले पुराना घटनाहरूको पुनः बहसलाई तीव्र बनाउने मात्र नभई राजनीतिक ध्रुवीकरण समेत बढाउन सक्ने संकेत गरेको छ। संवैधानिक रूपमा राष्ट्रपतिको पद र अधिकार सुरक्षित रहने प्रावधान रहेकाले यस्तो माग व्यावहारिक रूपमा सम्भव छ वा छैन भन्ने विषयमा कानूनी बहस पनि सुरु भएको छ। यसले नेपालको राजनीतिक र संवैधानिक संरचनामाथि समेत गम्भीर प्रश्न उठाएको छ। दरबार हत्याकाण्ड नेपालको इतिहासमा गहिरो प्रभाव पार्ने घटनाका रूपमा अझै पनि जनमानसमा जीवित छ। ज्ञानेन्द्र शाहीको पछिल्लो अभिव्यक्तिले पुनः एकपटक त्यस घटनाको सत्य तथ्य उजागर गर्नुपर्ने बहसलाई अगाडि ल्याएको छ। अब हेर्न बाँकी छ सरकारले यसलाई गम्भीर रूपमा लिन्छ कि यो विषय फेरि राजनीतिक बहसमै सीमित हुन्छ।